रुक्नुस् सुरुबाट हेरौ है त। आज मेरो बारीबाट मैले के टिप्छु हेरौ है। सबैभन्दा सुरुमा हेर्न सक्नुहुन्छ कति राम्रो फलेको छ रायोको साग, कति फ्रेश अर्ग्यानिक छ। टिप्न पनि एकदमै मनखटलाई टिपेको। बारीमा एकदमै राम्रो, आँखालाई हेर्दा पनि कति मजा आउँछ यो साग हेर्दा। खाँदा झन् कति मजा आउला। यति धेरै साग हार्भेस्ट भइसक्यो। साग हार्भेस्ट गरिसकेपछि अब म लागे टमाटर हार्भेस्ट गर्नतिर। हेर्न सक्नुहुन्छ टमाटर नि मजाले फलेको छ। यति धेरै टमाटर नि हार्भेस्ट भइसकेको छ। त्यसपछि लसुनको पत्ता अनि केराउ पनि एकदम मजाले फलेको छ। ल खाऊ। पनि हाम्रो घरको बाख्राले पनि साग खान्छन्। कति क्युट छन् हेरौ न। त्यसपछि भाउजूले स्ट्रबेरी टिप्नु भयो अनि फुल पनि टिप्नु भयो। त्यसपछि अमला अनि मुला धोइ पखाली गरी राखे। अनि यता दाई बाबा मम्मी भएर फर्सी झार्नु भयो। कत्रो फर्सी हो। त्यसपछि मैले यो फर्सीलाई नि राखिदिएँ। हेर्न सक्नुहुन्छ आजको हार्भेस्टिङ यति धेरै भइसक्यो। फेरि भाउजूले साग टिप्नु भयो बुटोल लानको लागि। यति धेरै साग टिपेर भाउजूले बाल्टिनमा राख्नुभयो। हेर्न सक्नुहुन्छ आजको भेजिटेबल यति धेरै आइसकेको छ। आजको लागि मेरो हार्भेस्टिङ भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।